आजको मेरो दिनको सुरुवात यसरी भयो। सो हेलो गाइज, वेलकम टु माई डे 1 मिनी ब्लग। आजको मेरो डे 1 मिनी ब्लगमा हजुरहरू सबैलाई स्वागत छ। आशा गर्छु मन पर्नेछ। सो आज बिहानै उठेर यसो बाहिर हेर्दा त राति पानी परेको कारणले बिहानसम्म आकाशमा बादल ढकमक्क भरिएको थियो र यस्तो चिसोमा त्यत्तिकै बाहिर जाँदाखेरि चिसो हुन्छ भनेर मैले आफ्नो जकेटहरू लगाएर बहिनीहरू के गर्दैछन् उठे कि नै भनेर हेर्न बाहिर निस्के र यसो खाना बनाउने कोठामा गएर हेर्दा त बहिनीले बिहानै भात पकाइसकेर तरकारी पाक्नको लागि राखेको रहेछ। बाहिर चिसो भएको कारणले एकछिनको लागि म पनि भित्रै आगो तापेर बसेँ। एकछिन आगो तापिसकेपछि सानो बहिनी आयो र सानो बहिनी र म गाईबस्तुहरू गोठबाट बाहिर निकाल्नको लागि गयौँ। हामीले यता गाई बाख्राहरू बाहिर निकाल्दासम्म अर्को बहिनीले उता खाना बनाउँदै थियो, किनकि घरमा हामी 3 जना मात्रै हो। अब काम सबै 3 जनाले मिलेर गर्नुपर्छ नि त। त्यही भएर मैले अब बिहानै उठेर बहिनीहरूलाई काममा सघाउने गर्छु। तर हिजो राति पानी परेको कारणले अरू दिनको भन्दा आज अलि धेरै चिसो थियो र बिहानको सबै काम सकाएर दुईटै बहिनीहरू स्कुल जानको लागि कपाल गोर्दै थिए। बहिनीहरू स्कुलको लागि तयार हुँदासम्म यता खाना पनि पाकिसकेको थियो र मुख धुनको लागि पानी तताउँदै थिए। मैले यो सबै गरिसक्दासम्म दुईटै बहिनीहरू स्कुलको लागि रेडी भइसकेको थिए। दुईटै बहिनी खाना खाएर स्कुलको लागि निस्किए। बहिनीहरू स्कुल गइसकेपछि ब्रस गरे, हातमुख धोए, खाना खाएर म पनि गोठालोतिर निस्किए। सो यो थियो मेरो आजको डे 1 फर्स्ट मिनी ब्लग। हजुरहरूलाई के कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला र हजुरहरूले साथ सपोर्ट गर्नुहुन्छ भन्ने आश गर्दै अहिले भिडियोहरू एकदमै राम्रो बनाउँदै जानेछु भन्न चाहन्छु। हस्, थ्याङ्क यू सो मच।